नमस्कार साथीहरू, स्वागत छ तपाईहरुलाई मेरो नयाँ भिडियोमा। आज हामी आएका छौं काठमाडौँको उत्तरतर्फ रहेको प्रसिद्ध रहस्यमय बुढानीकण्ठ मन्दिरमा। यो मन्दिर भगवान विष्णुको विशाल शयन मुद्रा भएको मूर्तिका लागि विश्वभर प्रसिद्ध छ। यहाँको दृश्य हेर्दा साँच्चै मन लोभ्याउने छ। आजको भिडियोमा हामी यसको इतिहास, रहस्य र धार्मिक महत्त्व र यहाँको वातावरणको सबै कुरा देखाउने छौं। त्यसैले भिडियो अन्तिमसम्म हेर्नुहोस् है। विशेष गरी आज मेरो जीवनसाथीको जन्मदिन परेको हुनाले यस बुढानीकण्ठ मन्दिरमा दर्शनको लागि आएका छौं। साथीहरू, यो मन्दिर निकै पुरानो मानिन्छ। स्थानीय कथाअनुसार किसानले खेत खन्दा यो मूर्ति भेटिएको भन्ने जनविश्वास छ। यो मूर्ति एकै ढुङ्गाबाट बनाएको भनिन्छ, जसले यसको महत्त्व अझ बढाउँछ। नेपालकै धार्मिक र ऐतिहासिक दृष्टिले यो ठाउँ अत्यन्त महत्त्वपूर्ण मानिन्छ। अब हामी आइपुगेका छौं मन्दिरको मुख्य भागमा। यहाँको सबैभन्दा ठूलो आकर्षण भनेको पानीको बीचमा रहेको भगवान विष्णुको विशाल मूर्ति हो। भगवान विष्णु शेषनागमाथि शयन गरेको यो मूर्ति निकै अद्भुत देखिन्छ। हेर्दा यस्तो लाग्छ कि भगवान पानीमै तैरिरहनु भएको छ। यही दृश्य हेर्न हजारौं मानिस यहाँ आउने गर्छन्। विशेष गरी हरिबुधानी एकादशी जस्ता पर्वमा यहाँ भक्तजनको ठूलो भिड लाग्छ। मानिसहरू यहाँ आएर पूजा, दर्शन र मनोकामना माग्ने गर्छन्। यहाँको धार्मिक माहौल, घण्टीको आवाज र पूजा गर्ने दृश्यले मनमा छुट्टै शान्ति दिन्छ। आज चाहिँ बिहानको समयको भएको कारणले खासै भक्तजनहरूको भिड छैन। अब बिस्तारै आउँदै हुनुहुन्छ भक्तजनहरू चाहिँ। अहिले चाहिँ खासै मन्दिर भिड छैन है साथीहरू। बुढानीकण्ठ मन्दिरसँग धेरै रोचक रहस्य पनि जोडिएका छन्। यहाँको मूर्ति पानीमा तैरिएको जस्तो देखिनु, यसको निर्माण कसरी भयो भन्ने कुरा धेरैलाई चासो लाग्ने विषय हो। यही कारणले यो मन्दिर नेपालकै चर्चित धार्मिक स्थलमध्ये एक बनेको छ। भिडियो कस्तो लाग्छ हेरेर सुझाव, सल्लाह, लाइक, शेयर दिन चाहिँ नभुल्नुहोला है साथीहरू। भिडियोलाई अन्तिमसम्म हेरेर साथ दिनुहोला, सपोर्ट गरिदिनु होला भन्ने आशा गर्दछु है साथीहरू। अहिले चाहिँ हामी परेवाको लागि चारो दिइराखेका छौँ। रमाइलो छ, आउनुहोला सबैजना, दर्शन गर्नुहोला है साथीहरू। जुन यो चाहिँ बुढानीकण्ठ शिवपुरी राष्ट्रिय निकुञ्जको ठ्याक्कै तल फेदमै छ है साथीहरू। यो चाहिँ
हामी चाहिँ अब दर्शन गरेर फर्किन लागेको पहरीलाई केकहरू लिन जानेछ। आज चाहिँ उसलाई मैले सरप्राइज दिन लागिरहेको छु। भिडियो हेरेर साथ दिनलाई अन्तिमसम्म कस्तो छ सुझाव सल्लाह दिनलाई। Happy birthday to you. Happy birthday to you. Happy birthday to Lily you. May the good Lord bless you. May the good Lord bless you. Happy birthday to you. May the good Lord bless you. Happy birthday to you. Happy birthday to you. Happy birthday, happy birthday, happy birthday to you. Happy birthday to you. Happy birthday to you. Happy birthday, happy birthday, happy birthday to you. Happy birthday to you. Happy birthday to you. Happy birthday, happy birthday to you. Happy birthday to you. Happy birthday to you. Happy birthday dear Swastika. Happy birthday to you. May the good Lord bless you. May the good Lord bless you. May the good Lord bless you, dear. Happy birthday to you. ठुलो मैला पैसा दिनुपर्छ नि। मम्मी भन् भोलिपर्सि ठुलो भएपछि दिनमा आइदिन्छु। यस्तै नि सुन्नु पर्यो। छोरा मम्मीलाई देऊ पैसा। कसको गिफ्ट हो यो? ऊ अर्को छोरो अर्को छोराले हो। ठुलो भाइ ह्याप्पी बर्थडेको गाना लगाइदिनु। बुझलेर अब के नलाइदियो सानो लाम हुँदैन काटेको धेरै दिन सक्ने थ्याङ्क यू। ठ्याक्कै गीत दिएपछि के गाउने हो? कसैले खुट्टा तान्दा पनि के अन्त पछि सर्नु नसक्नु जहिले अघि अघि सर्नु टिका लाउनु हुँदैन? ल अहिले चाहिँ देवर बाबु
मेरो बाबुले नहुँदैन, नहुँदैन, भाइ भने। बाबुले। Thank you. त्यो बस्यो Welcome. Oh my God, that's what I'm